सो गाइज गुड मर्निङ अनि सबैजनालाई नमस्कार अनि वेलकम छ मेरो नयाँ भिडियो नयाँ भ्लगमा। के छ साथीहरू, सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु होइन। यतिखेर चाहिँ गाउँघरमा ट्याक्क लाएर बिहानको समयमा बाख्रा चराउन जाँदैछौँ हामी चाहिँ। सो यतातिर देख्न सक्नुहुन्छ टक्क लाएर बाख्राहरू चाहिँ सर्र हिँडिरहन्। अनि म चाहिँ पछि हिँडेर छु र हामी चाहिँ गर्मी छल्नलाई विशेष गरेर सहरदेखि गाउँसम्म चाहिँ आफ्नै गाउँ ठाउँ आफू जन्मेको गाउँघरमा चाहिँ आइसक्यौँ। यतिखेर चाहिँ बाख्रा चराउन पनि जाँदैछौँ। सो के हुन्छ आजको भिडियोमा तपाईँ लास्टसम्म हेर्नु होला। आजको भिडियो डे 1 भिडियो के गर्छौँ त हामी सबै कुराहरू तपाईँलाई देखाउने नै छौँ। सो गाइस खोलामा आएसँगै यतातिर सानो दियोस् गाउँघरको त्यति ठुलो खोला त छैन, यसले छरे खोला भन्छ। यतातिर जलुगो पनि पाइदो रहेछ हेर्नु त, जलुगो पनि यस्तो खतरासँग छ है। अनि टन्नै छन् खोलातिर अर्ग्यानिक चिजहरू, जोस् न त बिसाडी युज नगरेका चिजहरू पनि पाइन्छन्। यतातिर सानो सानो माछाहरू पनि हामीले तक्क लाएर पाउन सक्छौँ होइन। यतातिर यस्तो छ यहाँको वातावरण। ल हामी चाहिँ यसरी यस खोलातिर पनि हिँडिरहेको छौँ आनन्दसँग। ल सो के पाउँछ त आजको भिडियोमा तपाईँले सबै कुराहरू हेरिसकेपछि यो भिडियो पनि हेर्नै पर्छ तपाईँले अवश्य पनि। यतातिर चाहिँ म चाहिँ हिँड्दैछु। अर्ग्यानिक चिजहरू त धेरै नै छन् क्या गाउँघरमा हो होइन। हरियाली जङ्गल, न एसी चाहियो न त पङ्खा चाहियो, आनन्द मस्तको ठाउँ। अनि यतातिर चाहिँ जोस् काफलहरू ऐसुलहरू पनि टन्न पाउँछ कि टन्न खान सकिन्छ। त्यही नै हो। सो अझै भिडियो हेर्दै गर्नु, साथसम्म चाहिँ के हुन्छ त आजको भिडियोमा चाहिँ म तपाईँलाई सबै कुराहरू चाहिँ जानकारी दिने नै छु है। सो हामी चाहिँ घाँस काटेर नि घाँस बोकेर अब चाहिँ घरतिर लाग्लाको साथीहरू, त्यही नै हो। सो यतातिर यस्तो छ, के गर्नु हजुर, गाउँघरमा चाहिँ काम गर्नै पर्छ जस। तर गाउँघरमा चाहिँ आनन्दै छ, चिसो हावापानी, आनन्दको वातावरण मस्त, त्यही नै हो। सो तपाईँ चाहिँ यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, यसो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु पऱ्यो है। त्यही नै हो। हामी फेरि अर्को भिडियोमा भेटौँला।